केवल 3 दिनसँगै बिताएपछि माई र तानोले एउटा नयाँ र सुधारिएको अनुवाद तयार गरेका थिए। अब मस्यौदालाई समुदायसँग साझा गरेर जाँच गर्ने बेला भएको थियो। यसले परिवर्तनहरूले अझ राम्रो अनुवाद उत्पादन गर्छ कि गर्दैन भनेर जाँच्नेछ। आफ्नो प्रगतिप्रति टिमको उत्साह समुदायसँग साझा गर्ने तयारी गर्दा बिस्तारै चिन्तामा बदलिन थाल्यो। उनीहरूलाई यो राम्रो अनुवाद लागे तापनि अरूले के भन्लान्, अरूले के बुझ्लान्, उनीहरूलाई यो मन पर्ला, मानिसहरूले यो प्रयोग गर्लान् त, के अरूहरू पनि सहमत हुन्छन् कि यो हामी जस्तै लाग्छ? माईले टोलीलाई सम्झाउनुभयो, यो मस्यौदा बलियो अनुवादका लागि धेरै चरणहरूमध्ये पहिलो मात्र हो। यसलाई साझा गर्नाले उनीहरूलाई विनम्रतापूर्वक सुझाव र सुधारहरू लिन र अन्ततः आफ्नो कामको गुणस्तरमा अझ बढी आत्मविश्वासी हुन मद्दत गर्छ। तानोहरू प्रत्येकले नयाँ अनुवादलाई आफ्ना उपकरणहरूमा प्रतिलिपि गरे ताकि तिनीहरूले आफ्नो काम साझा गर्न सुरु गर्न सकुन्। मण्डली र समुदायका साथीहरू र छिमेकीहरूसँग नयाँ अनुवाद बाँड्न बाहिर जानु अघि माईहरूमध्ये एकजनाले यशुको बारेमा एउटा कथा सुनाए। उहाँले आफ्ना चेलाहरूलाई परमेश्वरको राज्यको सुसमाचार सुनाउन जोडी जोडीमा पठाउनुभयो। चेलाहरूसँग बाँड्ने थोरै अनुभव थियो, तैपनि तिनीहरूको आज्ञाकारिताले शक्तिशाली प्रभाव पार्यो। यसले तानो टोलीलाई प्रोत्साहित गर्यो, जसलाई लाग्यो कि उनीहरूले यो उदाहरण पछ्याउन सक्छन्। तानो टिमका केही सदस्यहरूले चर्च, छिमेकीहरू वा परिवारका सदस्यहरूलाई बाँड्ने गर्थे। अरूहरूले आफूले हेरचाह गर्ने बच्चाहरूसँग बाँड्ने योजना बनाएका थिए र अन्यले साथीहरूलाई सुन्न र प्रतिक्रिया दिनका लागि एकसाथ भेला गर्ने योजना बनाएका थिए। अनुवादलाई थप सुधारको आवश्यकता छ या छैन भनेर जान्न हामीले कस्ता किसिमका प्रश्नहरू सोध्नुपर्छ? हाम्रो लक्ष्य भनेको विश्वसनीय, बुझ्न सजिलो, उपयुक्त र तपाईँका मानिसहरूलाई राम्रो लाग्ने गुणस्तरीय अनुवाद हो। यसलाई परीक्षण गर्ने एक राम्रो तरिका भनेको तपाईँले श्रोताहरूलाई अनुच्छेद सुनाइसकेपछि तिनीहरूलाई त्यो पुनः सुनाउन लगाउनु हो। गलत बुझाइहरूलाई ध्यान दिएर सुन्नुहोस्। उनीहरूले छाडेका कुनै पनि कुरा र अनुवादभन्दा फरक उनीहरूले प्रयोग गरेका कुनै पनि शब्दहरूको टिपोट गर्नुहोस्। त्यसपछि तपाईँले सुन्नुभएको कुरा टोलीसँग साझा गर्नुहोस् ताकि अनुवादलाई कसरी सुधार गर्ने भनेर विचार गर्न सकिन्छ। त्यो दिनपछि टोली बेलुकाको खानाको लागि माईसँग भेला भयो र दिनभरका कथाहरू तथा प्रतिक्रियाहरू साझा गर्यो। धेरै मानिसहरूले नयाँ अनुवादलाई मन पराएका थिए, तैपनि केही पक्षहरू अझै पनि अस्पष्ट थिए। टोलीले प्रतिक्रियाहरूलाई विचार गर्यो र उनीहरूले केही शब्दहरूको उत्तम रूपहरू सधैँ प्रयोग नगरेको महसुस गर्यो। तिनीहरूले निर्धारण गर्न सके कि व्यापक समुदायले सुझाव दिएका केही साना परिवर्तनहरूले पाठलाई बुझ्न सजिलो र तिनीहरूको भाषा प्रयोगसँग अधिक अनुकूल बनाउन सक्छ। मानो तानोको प्रतिक्रिया प्राप्त गर्ने र समावेश गर्ने इच्छुकताबाट प्रोत्साहित भए। उनीहरूले टिमलाई निरन्तर मेहनत गर्न र सुझावहरू जाँच गर्न आफूसँग उपलब्ध स्रोतहरूको प्रयोग गर्न सम्झाए। तानो मानिसहरूलाई अनुवाद राम्रो सुनाउनका लागि गरिने परिवर्तनहरूले विश्वसनीय अर्थलाई पनि सुरक्षित राख्नुपर्छ। तपाईँले प्रतिक्रियाको प्रमाणीकरण गरिसकेपछि टोलीले अनुवाद र यसका अद्यावधिकहरू अग्रजहरू समक्ष प्रस्तुत गर्नुपर्छ। सँगै तपाईँले अनुवादलाई पुष्टि गर्न सक्नुहुन्छ। अनुवादमा भएका सुधारहरूले टोलीलाई उत्साहित बनायो, तर तिनीहरू पाठको अर्थप्रति मानिसहरूको प्रतिक्रियाबाट सबैभन्दा बढी उत्साही थिए। यसुको मौसममाथिको नियन्त्रणले केहीलाई अचम्मित बनायो र तिनीहरू थप सुन्न उत्सुक थिए। एकजना मानिसले त्यो खण्ड सुने र आफूमा यसुमाथि विश्वासको कमी रहेको बुझ्न सके। म विश्वास गर्न सङ्घर्ष गरिरहेका चेलाहरू जस्तै छु। अनुवाद सुनेपछि उनले क्षमाको लागि प्रार्थना गरे र उत्सुकतापूर्वक
बप्तिस्मा लिन बिन्ती गरे। अनुवादले समुदायमा पारेको प्रभाव देखेपछि चर्चका केही व्यक्तिहरूले अब यो काम जारी राख्नु कति महत्त्वपूर्ण छ भनेर बुझे। उनीहरूले टोलीका लागि निष्ठापूर्वक प्रार्थना गर्ने प्रतिबद्धता जनाए र उनीहरूको कामलाई सफल हुनका लागि आवश्यक स्रोत र सहयोग सुनिश्चित गर्ने योजनाहरूमा काम गर्न थाले। परमेश्वरले पहिले नै तानोहरूको प्रार्थनाको जवाब दिँदै हुनुहुन्थ्यो कि वचनले उनीहरूको मण्डलीलाई बलियो बनाओस् र मानिसहरूलाई विश्वास ल्याओस्। उनीहरूले अनुवादको कामप्रति आफ्नो प्रतिबद्धता पुनः दोहोऱ्याए र साथै प्रत्येक नयाँ खण्ड सकिने बित्तिकै अन्यहरूसँग साझा गर्ने प्रतिबद्धता पनि जनाए। माई भोलिपल्ट घर फर्कने भएकाले उनीहरूको खाना र कुराकानी राति अबेरसम्म चल्यो। तिनीहरूले आफ्ना नयाँ तानो मित्रहरूलाई भएको प्रगति जारी राख्न प्रोत्साहित गरे र आफ्नो निरन्तर सहयोग प्रस्ताव गरे। काम खुला रूपमा साझा गरेर खण्डको अनुवाद सुधारियो। समुदाय संलग्न भयो र मण्डली बलियो बनियो।